नमस्कार, सगरमाथा विशेषमा स्वागत छ। म केशव शर्मा। आज हामी गैर सरकारी क्षेत्रले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रहरूमा गरिरहेको सहयोगका सन्दर्भमा कुराकानी गर्नेछौँ। खास गरी धेरै गैर सरकारी संस्थाहरूले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा थुप्रै कामहरू गरिरहेका छन्। यसैमध्ये जनजाति कल्याण आश्रम नेपालले समेत शिक्षा लगायतका क्षेत्रमा थुप्रै कामहरू गरिरहेको छ। काम गर्ने सन्दर्भमा कस्ता चुनौतीहरू सामना गर्नु परेको छ, आर्थिक स्रोत कसरी जुटाउने गरेको छ, समग्रमा जनजाति कल्याण आश्रम कस्तो संस्था हो र यसले कसरी काम गरिरहेको छ, यिनै सन्दर्भ केन्द्रित रहेर आज हामी कुराकानी गर्नेछौँ। हामीसँग कुराकानीका लागि जनजाति कल्याण आश्रम नेपालका महासचिव प्रेम थुलुङ हामीसँग स्टुडियोमा हुनुहुन्छ। स्वागत छ कार्यक्रममा। ईश्वरजी नमस्कार। स्वागत। यो तपाईँहरूको जनजाति कल्याण आश्रम नेपाल यो संस्था चाहिँ कस्तो संस्था हो? जनजाति कल्याण आश्रम नेपाल संस्था आजभन्दा 23 वर्षमा हामीले स्थापना गऱ्यौँ। यो नेपालको जति पनि जनजाति आदिवासी समाज छ, यो जनजाति क्षेत्रका अलिक विपन्न सीमान्तकृत अलिक दुर्गम क्षेत्रमा बसेका जनजाति समाजको विकासको लागि र जनजातिहरूमा कुनै पनि समुदायहरू पिछडी परेका छन् भने त्यसको सबै जनजाति समाजको सर्वाङ्गीण विकास गर्नका लागि हामीले पहिलो छात्रावासको माध्यमबाट चाहिँ छात्रावासमा बच्चा राखेर प्रारम्भ गऱ्यौँ। हाल अहिले छात्रावास हाम्रो 11वटा छात्रावास देशभरिमा सञ्चालन छ। पूर्वमा झापाको अर्जुनधारा नगरपालिकामा फाल्गुनन्द छात्रावास, विराटनगर, जनकपुर, वीरगञ्ज, यसै गरी बालिकाको छात्रावास एउटा बालिकाहरूको छ, यो चाहिँ हाम्रो नारायणघाटमा सञ्चालनमा छ, भरतपुर। यसै गरी नेपालगञ्ज, धनगढी र पहाडी इलाकामा चाहिँ धादिङ, नुवाकोट, यसै गरी चरीकोट, दोलखा र काठमाडौँ, यी आदि ठाउँहरूमा चाहिँ हामीले अहिले 300 बच्चा निःशुल्क रूपमा चाहिँ उच्च शिक्षासम्म, सानो क्लासदेखि नै लिएर उच्च शिक्षासम्म हामीले अध्ययन गराउँदै आएका छौँ। अहिलेसम्म 500 बच्चा पास आउट भइसके। अहिले हामीसँग वर्तमानमा 300 बच्चा अध्ययनरत छन्। भनेको यो नामैले पनि आदिवासी जनजातिको उत्थानका लागि यो संस्थाले काम गर्छ। विशुद्ध यो समाजको काम, समृद्ध सक्षम समाजले असक्षम समाजको लागि सहयोग गर्ने एउटा संस्थाको रूपमा उभिएको संस्था हो जनजाति कल्याण आश्रम नेपाल। भनेको तपाईँहरूले यो 11वटा छात्रावास स्थापना गरेर जसरी पढाइरहनु भएको छ नि, यसमा अन्य जातिका बालबच्चा पनि पढ्न सक्छन् अथवा जनजाति मात्रै? बेसिकल्ली यो जनजाति क्षेत्रकै बालबालिकालाई नै बढी चाहिँ हामीले एड्रेस गरेका छौँ। किन भन्दाखेरि अशिक्षा र गरिबीको अत्यन्तै पिछडिएको यही समुदाय भएको हुनाले यसमा फेरि अरूले यी समुदायहरूलाई चाहिँ अलिकति त्यो प्रलोभनमा बनाएर चाहिँ अन्य काम गर्ने पनि भएको हुनाले विशेष जनजातिलाई नै टार्गेट गरेको र केही बच्चाहरू छन्, अरू पनि बच्चाहरू छन्। त्यो प्रलोभनमा पारेर अन्य कामहरू गर्ने भने चाहिँ कस्तो कामहरू? अब त्यो कस्तो भन्दाखेरि अब गरिब बच्चा, गरिब परिवार भनेको छ, त्यस पछाडि उसलाई चाहिँ अन्य पनि यस्तो खाले सामाजिक सङ्घ संस्थाहरू छ जसले चाहिँ त्यो गरिबीको फाइदा उठाउने, अशिक्षाको फाइदा उठाउने, सोझोपनको फाइदा उठाउने। त्यसमा चाहिँ के हो भन्दाखेरि उसले चाहिँ अलिकति त्यतातिर लोभिँदाखेरि, त्यतातिर जाँदाखेरि चाहिँ आफ्नो मूल, आफ्नो कल्चरलाई पनि छोड्नुपर्ने अवस्था त्यस्तोहरू पनि पाइएको हुनाले विशेष रूपमा चाहिँ जनजाति कल्याण आश्रम यो जुन सामाजिक काम गर्दै गर्दाखेरि जनजातिहरू विकसित हुनुपर्दाखेरि आफ्नो कुल, आफ्नो संस्कार, आफ्नो संस्कृति, आफ्नो परम्पराको साथमै ऊ विकसित होस् भन्ने हामीले चाहेको हौँ। आफ्नो हरेक क्षेत्रमा, शिक्षा क्षेत्रमा होस्, आर्थिक क्षेत्रमा होस्, स्वास्थ्यको क्षेत्रमा होस्, उसले चाहिँ आफ्नो कुल परम्परालाई छोड्नु नपरोस् भन्ने उद्देश्यले नै हामीले यो संस्था भनेको त्यो संस्कार संस्कृतिको जगेर्ना पनि सँगसँगै लिएर जानुपर्छ भन्ने। एकदम हजुर। कस्तो अरू कुन क्षेत्रहरूमा, यो शिक्षाकै क्षेत्रमा मात्रै हो अथवा चाहिँ हामीले काम प्रारम्भमा छात्रावास सञ्चालनमा ल्यायौँ। अब छात्रावासमै यो सबै काम आदिवासी जनजातिको यत्रो 37-38% जनजातिभित्र
सबै ठिकठाक छ भन्ने त छैन। त धेरै बेठिक आर्थिक स्थितिले विपन्नता पनि छन् दुर्गम क्षेत्रमा। यस क्षेत्रमा हामीले अब के गर्ने भन्दा गाउँ-गाउँमा जुन आदिवासी जनजाति जुन छ त्यो जनजाति बस्तीमा हामीले अनौपचारिक शिक्षा भनेर अहिले 100वटा गाउँमा हामीले खोलेका छौँ। त्यो चाहिँ 2 घण्टा हाम्रो कार्यक्रम चल्छ। त्यो अनौपचारिक शिक्षा भने चाहिँ प्रौढहरूलाई अथवा चाहिँ बालबच्चा? यो बालबच्चालाई नै। बालबच्चा कोही स्कुल जानेछन्, कोही स्कुल नजाने खालेहरू पनि दुर्गम क्षेत्रमा भेटिन्छन्। उमेर पुगिसक्यो स्कुल जाने तर गइरहेको छैनन्। त्यस्तो बच्चा लगायत जो स्कुल जाने बच्चाहरू छ उनीहरूलाई एउटा संस्कार पक्षको साथमा जोडेर चाहिँ हामीले जस्तो विशेष गरेर चेपाङ गाउँ हामीले लोथर, सिद्धि, कोराक क्षेत्रमा हामीले गरेका छौँ र मकवानपुरको उत्तरी बेल्ट। त्यसै गरी चाहिँ हामीले सन्थाल क्षेत्र यो झापा मोरङ सुनसरीको दक्षिण बेल्टमा बस्ने सन्थाल, ताजपुरे, राजवंशी यस क्षेत्रमा यो विद्यालयहरू विशेष गरेर सञ्चालन गर्छौँ, अनौपचारिक शिक्षा केन्द्र। र यति मात्रै होइन, अर्को हामीले श्रद्धा जागरण केन्द्र भनेर जुन सत्सङ्ग केन्द्र सञ्चालन गर्छौँ जो आफ्नो परम्परादेखि आफ्नो सनातन परम्परा बोकेर आएका जुन समाज छन् जनजातिहरू त्यसमा आफ्नै भाषामा आफ्नो इष्टदेवलाई सम्झिएर भजन कीर्तन गर्ने भनेर चाहिँ हामीले त्यो सत्सङ्ग केन्द्र पनि अहिले 240 गाउँमा हाम्रो सञ्चालनमा छ। के भने धर्म संस्कृतिलाई पनि जोडेर हामीले त्यो काम गरेका छौँ। र आज नेपालकै सन्दर्भमा खेल जगतमा पनि अब जनजातिहरू धेरै खेलाडीहरू नेसनल इन्टरनेसनल छन्। अझै पनि गाउँहरू सुदूर गाउँमा चाहिँ ती खेलाडीहरू अवसर नपाएर चाहिँ त्यो आफ्नो प्रतिभाहरू लुकेर बसेको छ। त्यो प्रतिभाहरूलाई उजागर गर्नका लागि जनजाति कल्याण आश्रमले खेलकुद कार्यक्रमहरू पनि सञ्चालन गर्ने गर्दछ। जिल्ला स्तरमा, प्रदेश स्तरमा, राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता गराउने कार्यक्रमहरू साप्ताहिक रूपमा सञ्चालन गर्ने र युवाहरूलाई पनि एउटा प्रतिभा खोज कार्यक्रमको रूपमा पनि हामीले खेललाई लिएका छौँ। यसै गरी अन्य अरू कार्यक्रम पनि चल्छ। यत्रो अब लगभग 51-52% महिला बसोबास गरेको मुलुकमा महिला क्षेत्रमा पनि विशेष गरेर महिला कार्य भनेर स्वयं सहायता समूहको रूपले त्यो महिला गाउँमा चाहिँ हामीले साप्ताहिक पाक्षिक रूपमा चाहिँ बैठक बसेर उहाँहरूलाई कसरी हामीले अगाडि बढ्नुपर्छ, महिलाहरू बिचमा भएको चाहिँ जुन किसिमको व्यवहारहरू छ त्यो व्यवहारहरू नहुनुपर्ने व्यवहारहरू भएको छ त्यस्तो खालकोलाई चाहिँ अलिकति हामीले व्यवहार गराउँदै जाने खालको कार्यक्रमहरू पनि महिला बिचमा सङ्गठनको काम हो। यसै गरी अर्को काम भनेको बाल संस्कार केन्द्र भनेर पनि हामीले सञ्चालन गरेका छौँ। त्यो बच्चाहरूलाई चाहिँ एउटा संस्कारको पक्षमा अलिकति ध्यान दिने यो तपाईँहरूले जस्तो यो अनौपचारिक शिक्षा भन्नुभयो, यसमा आफ्नै खालको पाठ्यक्रम छ कि अथवा कसरी पढाउनुहुन्छ? यसमा पाठ्यक्रम हाम्रो थोरै आफ्नै बनाएका छौँ। विशेष गरेर अब स्कुलमा पढेकाहरूलाई पनि एउटा उसको होमवर्कमा समस्या छ भने पनि हाम्रो त्यहीँको स्थानीय शिक्षकले हामीले तालिम दिन्छौँ। हामीले आफ्नो करिकुलम बनाएका छौँ, के गर्ने 2 घण्टामा कसरी पढाउने भन्ने कुरोमा के कुरोहरू जोडेका छौँ। त्यसै अनुसार हामीले चाहिँ त्यो पाठ्यक्रम पनि छ। पाठ्यक्रम यो बाल संस्कार केन्द्र भने चाहिँ कस्तो खालको संस्कारहरू चाहिँ सिकाउन खोज्नु भयो? अब संस्कारको पक्षमा बच्चाहरूलाई चाहिँ अब एक अर्कामा बोल्ने कसरी अनि आमा बुवासँगको आफ्नो साथीभाइसँगको बोल्ने श्रद्धा कसरी गर्ने यो र हामी जहाँ छौँ जुन भूमिमा छौँ त्यो भूमिलाई हामीले के भन्छौँ, कसरी त्यो भूमिसँग उसले सदैव एट्याच रहिरहोस् त्योसँग पनि हामीले अलिकति केही गीतको माध्यमद्वारा केही कुराहरू उनीहरूलाई बाल गीतको माध्यमद्वारा पनि हामीले उहाँहरूलाई सिकाउँछौँ। विशेष गरेर बच्चाहरूमै अहिले के छ भन्दाखेरि बढी चाहिँ यो मोबाइलमा सानो बच्चाहरूलाई पनि मोबाइलमै क्रेजी भएको देखिन्छ। त्यो चाहिँ अलिकति पछि गएर चाहिँ त्यो हाम्रो समस्या होला, सामाजिक समस्या, देशमै समस्या होला। त्योभन्दा अलिकति फरक पृथक खालको एउटा समाजलाई कसरी राम्रो बाटो राम्रो उसमा चाहिँ हिँडाउन सकिन्छ त्यो खालको चाहिँ हामीले बच्चैदेखि नै उसलाई एउटा चाहिँ त्यो खालको ट्र्याकमा हिँडायौँ भने राम्रो होला भन्ने उद्देश्य पनि हो बाल संस्कार केन्द्र। यो खेल प्रतियोगिताहरू पनि सञ्चालन गर्छौँ भनेर भन्नुभयो। यो गर्दा चाहिँ तपाईँहरू आफैले स्रोत जुटाएर गर्नुहुन्छ अथवा चाहिँ यो स्रोत जनजाति कल्याण आश्रमको जति पनि हाम्रो आयामहरू चल्छ भिन्न कार्यक्रमहरू चल्छ, यसमा चाहिँ स्रोत सबै आफै जुटाउने
जहाँ जहाँ हामीले त्यो सञ्चालन गर्छौँ, खेलकुद कार्यक्रमहरू गऱ्यौँ भने पनि हामीले त्यही जुन क्षेत्रमा सञ्चालन गर्ने हो त्यही क्षेत्रमा सहयोग उठाउने हो। जुन जे चल्छ हाम्रो यो कार्यक्रमहरू यो सबै स्थानीय स्रोतबाटै हाम्रो सञ्चालन गर्ने भनेको यो बाल संस्कार केन्द्र भनौँ अथवा चाहिँ नि अरू पठन पाठन भनौँ अथवा चाहिँ नि खेलकुद प्रतियोगिता भनौँ, सबै कुरा गर्दा चाहिँ जुन ठाउँमा त्यो कार्यक्रम गरिन्छ त्यहीँको स्थानीयबाट यो आर्थिक स्रोत जुटाउने हो। विशेष गरी आर्थिक स्थानीयबाटै। अनि यो अनौपचारिक शिक्षा 2 घण्टे कार्यक्रम चाहिँ हामीले चाहिँ जनजाति शिक्षा संस्कार केन्द्र भनेर उसको नाम दिएका छौँ। त्यसमा पढाइ पनि हुन्छ, केही संस्कार पक्षको कुरो पनि हुन्छ। त्यसमा कति सहज हुन्छ यो जस्तो आर्थिक स्रोत जुटाउन चाहिँ? तपाईँहरूले 11वटा छात्रावास चलाइरहेछौँ, आदिवासी जनजातिका क्षेत्रमा संस्कार संस्कृतिका विषयमा पनि काम गरिरहेछौँ, शैक्षिक पाठ्यक्रम तयार पारेर अनौपचारिक शिक्षा चलाइरहेछौँ भनेर भन्दै गर्दा स्रोत जुटाउनु त अलिक गाह्रै हुन्छ होला। अब अहिलेको सन्दर्भमा देशमै अप्ठ्यारो छ, व्यापार व्यवसायहरू पनि डमाडोल छ, स्थिति देशैको स्थिति डमाडोल भएको अवस्थामा पनि हामीले अब एउटा सामाजिक एउटा विचार भएको एउटा चाहिँ यो समाजमा अलिकति राम्रा मन भएका समाजका व्यक्तित्वहरूसँग सम्पर्क गरेर गर्दैछौँ। तर कठिन त कठिन छ। अब किनभने स्रोत काहीँ भन्न जाँदाखेरि माग्न जाँदाखेरि पनि सहयोग गर्दा आज व्यापार यस्तो छ, धेरै कुराहरू सुन्नुपर्छ। तर पनि यो हामीले चाहिँ एउटा ईश्वरीय काम, एउटा भगवानको काम हो। एउटा समाजलाई चाहिँ उठ्छु भन्ने समाजलाई उठाउन हात दिने र एउटा चाहिँ नेपालको राज्यले पनि गर्न नसकेको काम हामीलाई त त्यस्तो लाग्छ। राज्यले त्यो ठाउँमा गर्नुपर्ने थियो, तर राज्यको पनि पहुँच नपुगेको ठाउँमा पनि हामीले त्यो बच्चाहरूलाई अन्तिम किनारामा भएको बच्चालाई चाहिँ समाजलाई त्यो खालको अनुभूति दिलायौँ। हामी यही देशको ती पनि त्यही देशका नागरिक हुन्, तिनीहरूलाई कसरी उठाउने हाम्रो एउटा चाहिँ जिम्मेदारी हुनसक्छ भन्ने उद्देश्यले उहाँहरूलाई चाहिँ अलिकति हामीले चाहिँ यो कामको कुरोलाई बुझाएर अनि उहाँहरू अलिकति त्यो कुरोले बुझिसकेपछि फेरि उहाँहरूले चाहिँ सहयोग राम्रै गर्नुहुन्छ। अघि तपाईँले विद्यालय जान नसकेका विद्यार्थीहरूका लागि पनि पठन पाठन गर्छु भनेर भन्नुभयो, गराउँछौँ हामीहरूले। यो भर्ना अभियान सञ्चालन गरे हुन्छ, खासमा चाहिँ सामुदायिक विद्यालयहरूमा निःशुल्क शिक्षाको अवधारणा पनि छ। हजुर। यति हुँदा पनि विद्यार्थीहरू चाहिँ विद्यालय जाँदो रहेन रहेछन्। तपाईँहरूको अनुभवले के भेट्टाउनु भयो? अब यस्तो छ, यो कुरो चाहिँ दुर्गम क्षेत्रमा गएपछि त्यो भेट्यो। जस्तो हजुरलाई उदाहरणको रूपमा म यो चितवनको कोराक सिद्धितिर गएँ। अब पहिलाको अहिले त राप्ती नगरपालिका अन्तर्गत पर्दछ तिनीहरू। अब त्यहाँ चाहिँ बच्चाहरू छन्, ठुलै बच्चा छन्, 6-7 वर्ष पुगेको बच्चा छन्, स्कुल टाढो छ, घर पातलो छ, अनि स्कुल जान नसक्ने, ऊ त्यत्तिकै रहिगएको छ। दोस्रो कस्तो पनि भेट्यो भन्दाखेरि पालोले चाहिँ त्यो चेपाङ समुदाय विशेष गरेर आज एउटाले 1 दिन जाने, अर्कोले 1 दिन जाने, यसरी पालो सिस्टम पनि भेट्यो। घरमा भएका दिदीभाइ अथवा दाजु बहिनीहरूमा चाहिँ आज एकजना स्कुल गयो, भोलि ऊ घरमा बस्छ, अर्को स्कुलमा, त्यो खालको पनि भेट्यो। त्यो किन हुँदो रहेछ त्यस्तो चाहिँ? त्यो चाहिँ अब घरमा के छ भन्दाखेरि घरमा एउटा काम अलिकति ठुलो भएपछि बुवा आमाले पनि बच्चासँग केही काम गर्ने अपेक्षा राखेको हुनाले उसलाई चाहिँ पालो जस्तो बाख्रै चराउनु पर्यो भने आज उसको पालो, फेरि भोलि अर्कोले गर्ने। अब सबै गयो भने त त्यो बाख्रा पनि नचराउला, त्यो सानोतिनो घरको कामहरू प्रायः चाहिँ दुर्गम क्षेत्रमा चाहिँ त्यस्तो कामहरू सानोलाई पनि परिरहन्छ। त्यो एउटा कामको चाहिँ सहायकको रूपमा पनि बच्चालाई लिने गरेको हुँदाखेरि त्यस्तो खालको स्थिति बिहोर्नु परेको छ बच्चाहरूले। भनेको त्यसो हुँदा पनि 100% चाहिँ नि बच्चाहरू विद्यालय जान सकेका छैनन्। यो समग्र तपाईँहरूले जे काम गरिरहनु भएको छ नि, हजुर, यो समाज सेवाको काम गर्दा चुनौतीहरू पनि त्यसै गरी आउँछन् होला। के चुनौती भोग्नुभयो अहिलेसम्म? अब चुनौतीमा त विशेष गरेर यो नेपालमा यो जनजाति कल्याण आश्रम विशेष चुनौतीकै रूपमा नै आएर हामीले सञ्चालन गरेका हौँ। अब नेपालको सन्दर्भमा यत्रो आदिवासी जनजाति बसोबास गरेको मुलुक, आज त्यो जाति समुदायमा 60वटा जुन जनजाति समाज छ, कोही जनजातिहरू ठिकठाक छन्, समृद्धै छन्, कोही जनजाति आदिवासीहरू एकदम पछाडि छन्। अब उनीहरूको बिचमा यस्तो चुने जस्तो अब मैले उल्लेख गर्छु, कहाँ चाहिँ उनी पछि छन् भन्दा आर्थिक क्षेत्रमा, लिडरसिपमा पनि, आर्थिक क्षेत्रमा पनि पछाडि भएपछि सबै चिजमा पछाडि छन्। अब चेपाङ समुदाय लगभग 84-85 हजार जनसङ्ख्या हो उनीहरूको। उहाँहरूको अहिलेसम्म एउटा विद्यार्थी पिएचडी गरेका छैन। विशेष शिक्षा भनेर इन्जिनियरिङ र MBBS, के अरे MD डक्टरहरू एउटा पनि छैन त्यो समाजमा।
पुरै समाज राज्यले पनि यो समुदायलाई उदाहरणको रूपमा चाहिँ देशकै खर्चले पनि एउटा चेपाङले पढ्न चाह्यो भने इन्जिनियरिङ डक्टर पढ्न चाह्यो भने पढाउँ भन्ने खालको त्यो कन्सेप्ट पनि नआएर हो कि या उहाँहरू पढ्न नचाहेर हो कि तर एकदम त्यो समुदाय त्यस्तो अरू पनि समुदायहरू छन्। अब के हो भन्दाखेरि आर्थिक चुनौतीकै कारण नै हो त्यो। यत्रो एउटा समाज कमसेकम हजारौँ कोखबाट जन्मेको बालक आज एउटा उच्च शिक्षासम्म स्पेसल शिक्षाको उपाधि लिन नसक्नुको कारण चाहिँ आर्थिकै कारण हो, यो एउटा चुनौती। दोस्रो के छ भन्दाखेरि अब जनजातिहरू विशेष गरेर अलि सोझापन सिधापन अलि बेसी गरेर चाहिँ दुर्गम क्षेत्रमा बस्ने, अब उसलाई चाहिँ के गर्ने भन्दाखेरि अहिले एउटा नयाँ यो जब बहुदलीय प्रजातन्त्र आयो, बहुदलीय प्रजातन्त्रको साथमा एउटा बाहिरीय संस्कारहरू पनि भित्रियो। बाहिरीय संस्कारले चाहिँ एकदम त्यो जाति समुदायलाई चाहिँ एकदम टार्गेटको रूपमा धर्म परिवर्तन गराउने कामहरू पनि भयो। ठुलो चुनौती विशेष गरेर आज जति पनि नेपालको यो 78 को गणनामा जुन किसिमको सेन्ससमा चाहिँ यो प्रतिशतहरू धार्मिक कोटहरूमा चाहिँ जुन सङ्ख्या आएको छ त्यसमा सबभन्दा अत्यधिक जनसङ्ख्या भनेको चाहिँ त्यो दुर्गम क्षेत्रको आर्थिक विपन्न त्यो आदिवासी जनजातिकै समुदायहरू बढी त्यसमा देखिन्छ। त यो ठुलो चुनौती छ। अब यो आदिवासी जनजाति भन्दाखेरि के हो, उसको नर्म्सहरू के हो त? जनजाति हुनुमा के हुनुपर्ने? आज जनजाति चाहिँ आफ्नो 5 वटा कुरो, जस्तो म राई भएन, म राईले एउटा चुल्हा 3वटा ढुङ्गा चुल्हा पूजा गर्छु भने मैले त्यो भोलि त्यो चुल्हा ढुङ्गा हटायो भने त मेरो राईको मेरो अस्तित्वै सिद्धियो नि त, एउटा परिचय नै सिद्धियो, मेरो चाहिँ हजारौँ वर्षदेखि चलिआएको परम्परा नै सिद्धियो नि त। आज यो चुल्हा हटाउनुपर्छ भन्ने पक्षहरू पनि छन् र यो अन्य पनि छ। जस्तो तामाङ समुदाय यत्रो 16,34,000 जनसङ्ख्या छ लगभग, ऊ पनि आफ्नो बुद्ध धर्म छोडेर लगभग 1 लाख चाहिँ तामाङहरू बुद्ध धर्म छोडिसके, आज यही देशमा बुद्ध जन्मे। अब यो के धेरै छ यसमा प्रलोभन पनि होला, अब अवसर खोजेर पनि, गरिबीको कारण पनि होला, अशिक्षाको कारण पनि होला। तर यो सबैभन्दा ठुलो मार चाहिँ चुनौतीको रूपमा र समस्याको रूपमा आयो। यो चाहिँ पछि गएर चाहिँ यो देशको संस्कार संस्कृति, यहाँको परम्परा, यो जुन माटो अनुसारको जुन चिजहरू छ त्यो माटो अनुसारको चिजको साथमा हामी बाँच्नुपर्ने, अगाडि विकसित हुनुपर्ने, त्यो नरहने कि भन्ने स्थिति, यो जटिल स्थिति छ। विशेष गरेर जनजाति आदिवासी समाजमा यो चाहिँ भयावह स्थिति देखिन्छ। त्यही त, यो त धर्मनिरपेक्ष राष्ट्र, आफूले चाहेको धर्म मान्न पाउनुपर्ने त अधिकार होला नि। त्यो चाहेको अनुसार त अधिकार पाउनुपर्छ, तर जसलाई जहाँ गएर गरिन्छ त्यसलाई धर्मको नाममा धर्म के हो भनेको छुट्याउनै नसक्नेलाई एकदम खाली कागज, सेतो कागज, खाली कागज जस्तो भएको समाजमा गएर चाहिँ तपाईँ जबरजस्ती लेखिदिनुहुन्छ। अब त्यो लेखिदिनु त नेपाल अनुकूलकै, नेपालकै पहिचान, नेपालकै अस्तित्व, नेपालकै अस्मिता, जनजातिहरूकै अस्मिता अस्तित्व सहित लेखिदिनु भएको त्यो ठिकै हुन्थ्यो। आज जति जाति छ नेपालमा, भनौँ न 123 जातिभन्दा बढी आज यो देशमा बसोबास छ। त्यो अनुसारको हजारौँ वर्षदेखि सनातन परम्परा बोकेको साथीहरू होला, त्यसको लागि निरपेक्ष होस् केही छैन। त्यो यही माटोमा फले फुलेको संस्कार संस्कृति परम्पराका लागि निरपेक्ष होस्, त्यसमा कुनै दिक्कत छैन। तर निरपेक्षताको नाममा यहाँको चिज, यो नेपालको माटोको कल्चरलाई, नेपालको संस्कारलाई निमटन्य पारेर बाहिरी संस्कार भर्नु, यो कतिको निरपेक्षताको परिभाषा के हो त? यो अघि तपाईँले कतिपय चिजहरू जस्तो पठन पाठनकै सन्दर्भमा, कतिपय टेक्निकल एजुकेसनका सन्दर्भमा पनि त्यो लिन सकिरहेछैनन् कतिपय जनजातिहरूले भनेर भन्दै हुनुहुन्थ्यो। आरक्षणको व्यवस्था पनि गरिएको छ गएर, त्यो हुँदा पनि त्यो समूह चाहिँ त्यहाँसम्म पुग्न सक्दो रहेन रहेछ हो। अब त्यो अथवा त्यसको लाभ चाहिँ त्यो आर्थिक रूपमा जुन विपन्न छ त्यसले अझैसम्म लिन सकेको छैन, पाउन सकेको छैन भन्ने हो तपाईँको भनाइ चाहिँ? त्यो पाउन सकेको छैन। अहिले त त्यो पनि आरक्षण पनि पहिला जति थियो त्यसलाई घटाउँदै अब त लगभग त्यो आरक्षण पनि अब सिद्धिने स्थितिमा छ। अब पुरा खुला प्रतिस्पर्धाबाटै आउनुपर्छ भन्ने छ, त्यो पनि एउटा राम्रै पक्ष होला। तर पनि त्यो आरक्षण पाउनुपर्ने जसले हो नि, त्यो जाति समुदायलाई त कसैले भनिदिनु पर्यो नि त, तपाईँको कोटामा यदि तपाईँ त्यस्तो ठाउँमा पुग्न सक्ने क्षमता व्यक्ति हुनुहुन्छ भने ल यहाँ छ यस्तो भनिदिने मान्छे त चाहियो नि। त्यो भनिदिने मान्छे पनि छैन, उसलाई थाहै छैन बिचरा तपाईँहरूको ठाउँ छ। तपाईँहरू जस्तै धेरै सङ्घ संस्थाहरूले काम गरिरहेछन् नि, तपाईँहरूले काम गर्दा पनि त्यो जागरण आउन नसकेर छ? हामीले त अब अहिले त आएको छ। हामीले अब अहिले आएर चाहिँ हामीले जुन चेपाङहरूले उठाएर लिएर आयौँ, सन्थाललाई उठाएर लिएर आयौँ, जो एकदम शिक्षाबाट राष्ट्रको नेतृत्वमै एकदम पछाडि परे, उहाँहरू अहिले आएका छन्। सबैभन्दा हामीले पढाएको बच्चाहरू त्यो गाउँमा चाहिँ सबभन्दा धेरै पढेको भन्ने
जनजाति कल्याण आश्रमले पढाएको बच्चा भनेर यसरी छ। सन्तालहरू पनि अहिले मास्टर डिग्री पनि गराउँदैछ। अहिले चौधरी पनि अहिले मास्टर डिग्री गरेर एमफिल गरेर चाहिँ पिएचडीको विद्यार्थी बनिसकेको छ। अहिले काठमाडौँमा 3वटा कलेजमा अध्यापन गराउनुहुन्छ उहाँले। त यो छ धेरै क्षेत्रमा, आर्मी क्षेत्रमा पनि गएका छन् पढेर। रहेको कुरो के भन्दाखेरि जस्तो अहिले जुन समस्या छ, देशको जल्दबल्दो समस्या चुनौतीहरू छ नि, यो देशमा हामीले यो देशको लागि देश प्रथम, देशलाई जुन देशको नागरिक त्यो देशलाई प्रथम स्थान राखेर काम गर्छ भने मात्रै त्यो देश अगाडि बढ्छ नि। त प्रथम स्थानमा राख्ने व्यक्तिको त कहीँ हुनु पर्यो, व्यक्ति निर्माण हुनु पर्यो नि। त्यो किसिमको चाहिँ एउटा चाहिँ देशभक्ति हामीले के गर्छौँ भन्दाखेरि एउटा यो पछि गएर चाहिँ योग्य नागरिक बनोस्, देशमा कुनै पनि ठाउँमा गएर उसले चाहिँ त्यहाँ गएर चाहिँ राम्रो काम गरोस्। जो मान्छे त्यागी छ, संस्कारी छ, अनुशासित छ, आफूलाई चाहिँ राम्रो उसमा चाहिँ ढालेर चाहिँ देशको राम्रो नेतृत्व गर्न सकोस्, देशभक्ति बन्न सकोस्, देशलाई अगाडि बढाउन सकोस्। त त्यसलाई अगाडि बढाउनको लागि त उसलाई बच्चैदेखि त्यो खालको शिक्षा दिनु पर्यो, त्यो खालको वातावरण दिएर अगाडि बढाउनु पर्यो। यहाँ त 12 क्लास पढ्दा नपढ्दै देश छोड्छन्। अनि यो देश कहाँ जाने? देश छोडिसकेपछि विदेशको संस्कार बोकेर आउँछन्, त्यो पनि देखिराखेको छ। अनि यो देशको संस्कारलाई पनि छोडिदिने अनि देश पनि छोडिदिने, अनि यो देशमा चाहिँ हुन्छ कि? त यो हामीले जनजाति कल्याण आश्रमले विशेष गरेर एउटा व्यक्ति निर्माणको काम पनि, देश निर्माण गर्नुभन्दा पहिला एउटा व्यक्ति पनि राम्रो निर्माण भयो भने उमा देशलाई चाहिने उसको जे छ उसलाई त्यो चिज भइदियो भने त पछि त्यो ठाउँमा गएर उसले राम्रो गर्ला नि। आज हाम्रो पूर्व प्रधानमन्त्रीहरू, आज देशको भिन्न भिन्न वर्गमा व्यक्तिहरू चाहिँ ठुल्ठुलो ओहदामा पुगेको व्यक्तिहरू यस्तो भयो अरे उस्तो भयो अरे, अनियमित आर्थिक यो करप्ट भयो, करप्सन बढ्यो। यहाँ चाहिँ यो खालको चाहिँ चिज चाहिँ कस्तो भन्दाखेरि त्यो तलैबाट फेदैबाट त्यो स्कुलिङ नभएको कारणले हो कि माथि 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 यसरी भने धमिलो खोलामा माछा मार्ने जस्तो त्यस्तो खालको शिक्षा पद्धति भएर हो कि एउटा जडमा गएर यो देशलाई 50 वर्षमा यो जो आज जन्मेको बच्चा 50 वर्षमा त्यो यो देशको नागरिक उभिँदै गर्दाखेरि यो मुलुक कहाँ उभिएको हुन्छ त? कहाँ उभ्याउने त? यो त डिजाइन हुनु पर्यो। 20 वर्षपछि यो मुलुक दुनियाँको सामने कहाँ उभिन्छ त? त्यो खालको खाका पनि त्यो अहिले आउने सानो बच्चादेखि लिएर चाहिँ युवासम्म, ब्याचलर मास्टरसम्म गर्नेलाई त यो देशलाई यहाँ उभ्याउने सक्छु भन्ने त्यो खालको त हुनु पर्यो नि। भनेको नैतिक शिक्षा पनि पढाइनुपर्छ भन्ने हो। त्यो बिना त देशै बन्दैन। नैतिक शिक्षा यहाँ सिद्धिएपछि यो देश आज यो हालत छ। नैतिक शिक्षा जरुर चाहियो। अब संस्कार, संस्कृति, परम्परा, धर्मै नैतिक शिक्षै रहेन भने त्यो त मान्छे नै भएन नि त फेरि। त्यही भएर त्यो पढाउनुपर्छ भन्ने हो। एकदम देशलाई अगाडि बढाउने भने त्यो त्यसलाई त लिएरै जानुपर्छ। कतिको समन्वय हुँदो रहेछ तपाईँहरूले यो संस्था गठन गरेर यस मार्फत आदिवासी जनजातिको कल्याणका लागि काम गर्दै हुनुहुन्छ? यो गर्दै गर्दा सरकारी संयन्त्रहरू पनि छन्। अहिले त 3 तहको सरकार छ, गाउँ गाउँमा सिंहदरबार भनिया छ। स्थानीय, प्रदेश, सङ्घीय सरकारहरूसँग कतिको समन्वय हुन्छ तपाईँहरूको? अब यसो समन्वय भनेको हामीले अब आर्थिक रूपले त्यति हामी स्थानीय सरकार, प्रदेश सरकारसँग, केन्द्र सरकारमा त हामी त्यस्तो गएकै छैनौँ। हामीले चाहिँ अब नेपालको नियम कानुन अनुसार जुन पद्धति अनुसार जुन छ विधान अनुसार, संविधान अनुसार हामीले कसरी चल्ने भन्ने कुरोमा त्यो कुरोमा केही हामी उहाँहरूसँग बसेर, जस्तो तपाईँहरूले बाल संस्कार केन्द्र बनाऊ अथवा अनौपचारिक शिक्षा सञ्चालन गर्ने सन्दर्भमा पनि अरू थुप्रै यसलाई सघाउने सङ्घ संस्थाहरू पनि छन्, सरकारी संयन्त्रहरू पनि छन्। खेलकुद प्रतियोगिता गर्दै गर्दा खेलकुदका थुप्रै सङ्घ सङ्गठनहरू त्यो खालका संरचनाहरू तलैसम्म छन्। उनीहरूसँगको समन्वय भयो भने अझ थप सहज हुन्छ होला नि तपाईँहरूलाई काम गर्न चाहिँ? हामी उनीहरूसँग समन्वय गर्न प्रयास गर्छौँ, गरिराखेका पनि छौँ। अब यस्तो छ फेरि उहाँहरूसँग समन्वय गर्दाखेरि अब अलिकति सहयोगी खालका त्यस्तो भेट्यो भने त फेरि साथसाथ हामी गर्छौँ पनि। त्यही त कतिको समन्वय हुन्छ अथवा कतिको सहयोग हुँदो रहेछ के छ तपाईँहरूको? अहिलेसम्म हामीलाई त्यति मजाले चाहिँ हामीलाई सहयोग त्यति प्राप्त भइसकेको हामी त्यति महसुस गरेका छैनौँ। स्थानीयले पनि हामीलाई त्यत्रो सहयोग गरेको कहीँ अहिलेसम्म। जस्तो अहिले हाम्रो चाहिँ 11वटा लगभग भवन भइसक्यो निर्माण। आफ्नो दाताले जग्गा दिए, दाताले घर बनाइदिए है। त्यसमा राज्यको पैसा पनि छैन, केन्द्र सरकारको पैसा पनि लागेको छैन, स्थानीय सरकारको पनि पैसा नलागिकन आज ती भवनहरू निर्माण भएका छन्। भरिसके हामीले चाहिँ समाजलाई नै एउटा उत्तरदायी बन्नुपर्छ है यो कामको लागि भन्ने पक्षमा हो। र अब
निर्माणकै क्रममा केही गर्नु पर्यो भने अब कार्यक्रमहरू हामीले जस्तो खेलकुद कार्यक्रम गर्नु पर्यो भने पनि हामीले चाहिँ त्यो स्थानीयसँग सम्पर्क गरेर स्थानीयले चाहिँ हामीले कहीँ सहयोग गरिराख्नु भएको छ। भनेको सहयोगी मनहरू थुप्रै हुँदो रहेछन् समाजमा पनि हुन्छन्। अब आवश्यकता अब बढ्दै गएपछि हामीले राज्यलाई पनि गर्नुपर्ने हुन्छ। गरिने अहिले 2-3 वर्षदेखि त हामी प्रयास पनि गरिरहेका छौँ अहिले भवन निर्माण सम्बन्धमा। बाँकी साना साना प्रतियोगिता कार्यक्रमहरू गर्ने हामीले स्थानीय सरकारसँग पनि हामीले समन्वय गरेर कुनै ठाउँमा चाहिँ हामी कार्यक्रम गरिरहेका छौँ, त्यसमा राम्रो छ। अब अन्तिममा के चाहनुहुन्छ खास थप यसमा के भइदियो भने अझ राम्रो हुन्थ्यो? तपाईँहरूले गरिरहेको काममा, सरकारले गरिरहेको काम, तपाईँहरूले गरेको सहयोग, यो सबै कुरामा चाहिँ यसो हुन सक्यो भने थप अझ राम्रो हुन्थ्यो भन्ने के चाहिँ लागिरहेछ? अब यसमा त हाम्रो अब यो पिछडिएको जो जनजाति समाजलाई उठाउनको लागि उसको हामीले भनेको सर्वाङ्गीण विकास कसरी हुन्छ त्यसमा राज्य पनि त्यसमा भागीदारी होस् र समाज पनि यसलाई चाहिँ यो देशको नागरिक एक अन्तिम किनारामा भएको नागरिकलाई चाहिँ सबैले सहयोगी मनले चाहिँ यसलाई उठाइदिनुपर्छ, यसलाई हात दिनुपर्छ र यसलाई पनि एउटा योग्य नागरिक एउटा नेपालको चाहिँ त्यो प्रयास पनि गरिरहेछ क्या। स्थानीय भाषाहरूमै पाठ्यक्रम तयार पार्ने काम, त्यसरी पठन पाठनको सुरुवात पनि गरेको छ क्या नेपाल सरकारले, होइन? भिन्न भिन्न जातिमा त्यो पनि सुरुवात गरेको छ, त्यो राम्रो पक्ष हो। आफ्नो आफ्नो जातिको भाषा जस्तो अहिले थारूमा पनि थारू भाषा गर्नुपर्छ भनेर उहाँहरू गरिराख्नु भएको छ। यो सबै कुरो ठिक छ। यो गर्दै गर्दाखेरि के छ भन्दाखेरि हामी सबैले सोच्दाखेरि यो नेपालको माटो सौदो बनेर जाओस् भन्ने राज्यले पनि र यहाँको संस्कार संस्कृतिको एउटा चाहिँ ब्रान्ड आफ्नो हातमा आत्मसात गरेर अगाडि बढोस् भन्ने समाजले पनि र देशको राज्य सरकार स्थानीय सरकारले पनि यो चिजलाई चाहिँ यो नेपाललाई छोडेर नेपालको कल्चरलाई छोडेर चाहिँ हुँदैन, यसलाई समाएरै यो समृद्ध मुलुक बनाउनुपर्छ भन्ने चाहिँ हामीले चाहेको हौँ। किनभने यो देशमा बस्दाखेरि बाहिरको मान्छे आयो भने यहाँको संस्कार संस्कृति, यहाँको पहिरन, भाषा, वेशभूषा, यहाँको पाककला यही हेर्न आउने हो नि त। यही चिज हामीसँग रहेन भने त फेरि हाम्रो देशको एउटा पहिचान, आदिवासी जनजातिहरूको अस्मिता अस्तित्व आज खतरामा छ। त्यो चिजहरूलाई पनि संरक्षण दिँदै र आज विभिन्न जातिगत सङ्गठन पनि छ। जनजाति महासङ्घको विशेष रोल त जनजाति महासङ्घको हुनुपर्ने। अब जनजाति महासङ्घले आफ्नो उसमा गर्दै होला, तर पनि हामीले विशेष रूपमा चाहिँ फोकस गरेर समाजकै सहयोगमा समाजलाई नै आग्रह गरेर यो कामहरू गरिरहेका छौँ र अझै पनि यो कामलाई द्रुत गतिले अथवा त्यो ठाउँहरूमा अझै सकेका छैनौँ। त्यो ठाउँ पुग्नको लागि सबै क्षेत्रको समुदायहरूको सहयोग, राज्यको सहयोग, स्थानीय सरकारको सहयोग भने हामी अझ गति बढाउन सक्छौँ। तपाईँले भने जस्तै अहिलेको युवा पुस्ताले तपाईँहरूले भनेका कुराहरू चाहिँ कसरी लिँदो रहेछ? खासमा तपाईँहरूले संस्कार संस्कृति आदि इत्यादि जनजातिका जे संस्कारहरू थिए त्यो बिस्तारै बिर्सँदै गयो कि हामीले त्यसलाई चाहिँ संरक्षण गर्नुपर्छ, जागरण ल्याउनुपर्छ भन्दै गर्दा यो अहिलेको युवा पुस्ताले त्यसलाई कसरी हेर्दो रहेछ? अहिलेको युवा पुस्ताहरूले अलि योभन्दा अगाडि चाहिँ त्यो त्यति महत्त्व दिँदैन थिए। अहिले चाहिँ गाउँमा यो चिज चाहिने रहेछ, यो चिज भएन भने त हामी नै सिद्धिने रहेछौँ भन्ने खालको चाहिँ महसुस गरेका छन्। अहिले चाहिँ पुरै गाउँमा सानो सानो युनिटमा उहाँहरू पनि सङ्गठित हुनुहुन्छ। उहाँहरूले आफ्नो संस्कारमा नृत्यदेखि लिएर गीत, आफ्नो भाषाको जुन चिजहरू छ त्यो अलिकति इन्ट्रेस्ट बढेको देखिन्छ अहिले चाहिँ। पहिला चाहिँ वास्तै थियो, तर अहिले सबैतिरबाट त्यस्तो किसिमको भएर होला। तर यो जिज्ञासा छ, अहिले जिज्ञासु भएका छन् र अहिले लागेका पनि युवाहरू त्यो नेपाल बाहिरै जाँदा पनि त्यो संस्कार संस्कृति चाहिँ बिर्सिसकेका हुँदैनन् नेपालीले भन्ने जस्तो देखिन्छ अहिले यसो हेऱ्यो भने। अहिले त्यो जागरण चाहिँ आउँदै गरे हो बिस्तारै? एकदम त्यो जागरण चाहिँ छ, त्यो जनचेतना, त्यो जागरण देखिन्छ अहिले। हस्, यहाँसम्म आएर समय दिनुभयो। समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अच्छा, यो सगरमाथा टेलिभिजनका श्रोताहरूदेखि लिएर चाहिँ यहाँको युनिटहरूलाई पनि यो बोल्न दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्थ्यो जनजाति कल्याण आश्रम नेपालका महासचिव प्रेम थुलुङ आइमसँग कुराकानी गर्नुहुँदै। आजका लागि सगरमाथा विशेषको समय सकिएको छ। म केशव शर्मा बिदा हुन्छु। सगरमाथा हेर्दै गर्नुहोला। नमस्कार।